Praise God for the wonderful time as God has given to us. परमेश्वरलाई स्तुति भएको होस् किनकि उहाँले अचम्मको समय हामीलाई दिनु भएको छ। The Bible says, बाइबलले भन्छ Matthew chapter 6, मत्तीको पुस्तक 6 अध्यायमा the verse 19. 19 मा Matthew chapter 6, the verse 19. मत्ती 6 को 19 मा Do not store up yourself the treasure on the earth, where worms and remain destroy, and where the thieves break in and steal. आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार जहाँ किरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्। What the Bible says, के वचनले के भन्छ? Matthew 6, the verse 19 says, मत्ती 6 को 19 मा भन्छ Do not store up yourself treasure on the earth. आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार Because most of the time we are seeking the treasure in our life. किनकि धेरै समयहरूमा हामी हाम्रो जीवनमा धन सम्पत्ति खोजिरहेको हुन्छौँ। What is the treasure? यो धन सम्पत्ति के हो? What is the treasure? धन सम्पत्ति के हो? Money is a treasure. पैसा सम्पत्ति हो, Gold is a treasure. सुन पनि सम्पत्ति हो, Silver, diamond, this all the treasure. अनि चाँदी अनि हिराहरू सबै सम्पत्ति हो। Our properties are the treasure. हाम्रो सबै दौलतहरू The Bible clearly says, वचनले स्पष्ट रीतिले do भन्छ, not store your treasure in this earth. आफ्नो यो धन सम्पत्ति चाहिँ पृथ्वीमा नथुपार What is the real treasure? साँचो सम्पत्ति चाहिँ के हो? Your life is the real treasure. तपाईहरुको जीवन चाहिँ साँचो सम्पत्ति हो। More than your money, पैसा भन्दा your धेरै life is more important. जीवन चाहिँ धेरै महत्त्वपूर्ण More than the gold, सुन भन्दा पनि your life is important. तपाई हाम्रो जीवन चाहिँ महत्त्वपूर्ण छ। More than the diamonds or anything, your life is more important. हीरा मोतीहरू सबै कुरा भन्दा तपाई मेरो जीवन चाहिँ महत्त्वपूर्ण छ। More than your property, your life is more important. तपाई हाम्रो सम्पत्ति भन्दा धेरै चाहिँ हाम्रो जीवन महत्त्वपूर्ण छ। Why life is more important? किन जीवन चाहिँ महत्त्वपूर्ण छ? Why the life is more treasure? किन चाहिँ जीवन चाहिँ ठुलो धन हो? Because किनकि whatever you have in your life, you cannot take anything when you die. किनकि जति कुरा तपाई हामीसँग छ त्यो हामी मरेर जाँदा लिएर जानु सक्दैनौ। So the Bible clearly says, त्यही कारण परमेश्वरको वचन स्पष्ट do not रीतिले भन्छ, store your treasure in this world. तपाई मेरो सम्पत्ति चाहिँ संसारमा नथुपार Your treasure wants to be more protected in the kingdom of the God world. तपाई मेरो धन सम्पत्ति चाहिँ अझै मजाले स्वर्गमा सुरक्षित हुनेछ। Whatever you store in this world, one day the thief will come and take everything from you. तपाई मैले जे पनि यो पृथ्वीमा राख्छौं त्यो सबै एक दिन चोरले चोरेर लान्छ। Because the devil is a thief. किनकि शैतान चाहिँ चोर हो। They will come to take your life only. दुष्ट चाहिँ तपाई मेरो जीवनलाई लानु आउँछ। Because your life is a treasure. किनकि तपाई मेरो जीवन चाहिँ धन हो। We want to protect our life. हामी हाम्रो जीवन सुरक्षित राख्नु खोज्छौं। How we can protect the life? कसरी हामी हाम्रो जीवनलाई सुरक्षित By the blood of the Jesus. येशूको रगतद्वारा। The Bible says, परमेश्वरको वचनले भन्छ Matthew 6, मत्ती 6 अध्याय the verse 24. 24 मा No one can serve two masters. Either you will be hate the one or love the other, or you will be devoted to the one or devoted to the other. You cannot serve the both God and the money. कसैले दुई मालिकको सेवा गर्न सक्दैन किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ अथवा त्यसले एउटा प्रति भक्ति राख्नेछ र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न So सक्दैन। the Bible clearly says, बाइबलले स्पष्ट रीतिले भन्छ no man can serve for the two masters. मानिसले चाहिँ दुईटा Swami. मालिकको सेवा गर्न सक्दैन। Because if you cannot serve for the money and the God. त्यस्तै हामीले परमेश्वरको अनि धनको सेवा गर्न सक्दैनौँ। Because God did not need your money. किनकि परमेश्वर हाम्रो पैसा चाहनुहुन्न। Did God ask your money? के परमेश्वरले तपाई हामीलाई पैसा माग्नु Did भएको God ask your gold? के परमेश्वरले तपाई मेरो सुन माग्नु भएको छ? Did God ask your silver?
के तपाईँ र मेरो चाँदी परमेश्वरले माग्नु Did God ask your diamonds? के परमेश्वरले तपाईँ मेरो हिरा माग्नु भएको छ Did God ask your properties? के परमेश्वरले तपाईँ मेरो सम्पत्ति माग्नु भएको छ God did not ask anything. परमेश्वरले केही पनि माग्नु भएको छैन What God asked? के परमेश्वर माग्नुहुन्छ Give your life. हामी हाम्रो जीवन दिउँ Because your life is more treasure. किनकि हाम्रो जीवन चाहिँ ठुलो धन हो Your life want to be more protected. हाम्रो जीवन चाहिँ अझै धेरै सुरक्षित Do हुनुपर्छ not lose your life. हामी हाम्रो जीवन नहारौँ Because the devil is a cheater. He is a liar. He is a thief. किनकि शैतान चाहिँ झुटा छ शैतान चाहिँ चोर हो Because God give the life, the devil will take the life. किनकि परमेश्वरले जीवन दिनुहुन्छ र शैतानले जीवन लिन्छ God never take our life. परमेश्वरले हाम्रो जीवन कहिले लिनुहुन्न God will protect our life only. परमेश्वरले सधैँ हाम्रो जीवनलाई सुरक्षित But the राख्नुहुन्छ। devil will destroy our life. तर दुष्टले हाम्रो जीवनलाई नष्ट पार्दछ God came to us to give the life only. यस परमेश्वर आउनु भएको चाहिँ हामीलाई जीवन दिनु हो So the God is a God. He is the only wonderful God. He is a living God. He is a blessing God. He is a miracle God. He believed that Jesus in your life. परमेश्वर मात्रै परमेश्वर हुनुहुन्छ अचम्मको परमेश्वर अद्भुत कार्य गर्नुहुने परमेश्वर प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ So the Bible clearly says nobody can serve for the two masters. त्यही भएर वचनले स्पष्ट रीतिले भन्छ कसैले पनि दुईटा मालिकको सेवा गर्नु You want to listen to God. तपाईलाई परमेश्वरको सुन्नु मन लाग्छ You want to go in the ways of the God. तपाईलाई परमेश्वरको बाटोमा जानु You मन want to लाग्छ live for the God. तपाईलाई परमेश्वरको निम्ति जिउनु You मन want to लाग्छ obey for the God. परमेश्वरको आज्ञाकारी हुनु मन लाग्छ Because God loves you people. किनकि परमेश्वर तपाईँ मलाई प्रेम गर्नुहुन्छ God, loving God. परमेश्वर प्रेम गर्नुहुने He परमेश्वर loves you more. परमेश्वरले तपाईँ मलाई धेरै प्रेम So the गर्नुहुन्छ। Bible clearly says, त्यही कारण वचनले do not serve for the two masters. त्यही कारण दुईटा मालिकको सेवा Do नगर not serve for the two masters. दुईटा मालिकको सेवा नगर Because God only one God only we have. किनकि एउटा परमेश्वर मात्र छ We don't have a two gods or three gods or four gods. हामीसँग दुईटा तीनटा चारटा परमेश्वर Only छैन one God. केवल एउटा परमेश्वर Believe that God. त्यही परमेश्वरलाई विश्वास Why I am गर्नुहोस्। saying only one God? म किन एउटा परमेश्वर भन्दैछु We have only one life only. किनकि हाम्रो एउटा जीवन छ If we have only one life, that will be a one God only. यदि हामीसँग एउटा जीवन छ भने हामीसँग एउटा परमेश्वर हुनुहुन्छ If God is living, we will live with a God. यदि परमेश्वर जीवित हुनुहुन्छ भने हामी उहाँसँगै जिउँछौँ Because I can believe that Jesus. किनकि म येशूमा विश्वास गर्न सक्छु How? कसरी Jesus born in this world. येशू पृथ्वीमा आउनु He live in this world. यहाँनिर उहाँ बाँच्नु भयो He live in this world. पृथ्वीमा जिउनु भयो He serve in this world. पृथ्वीमा सेवा गर्नुभयो He die in this world. पृथ्वीमा मर्नु भयो He rise in this world. उहाँ पृथ्वीमै जीवित भएर उठ्नुभयो। Today also he was living. अनि आज पनि येशू ख्रीष्ट जिउँदो हुनुहुन्छ Hallelujah. Praise the Lord. Praise the Lord. Hallelujah. Praise the Lord. Hallelujah. Hallelujah. Praise the Lord. God will do the great ability things in our life. परमेश्वरले अद्भुत काम हाम्रो जीवनमा गर्नुहुन्छ So the Bible clearly says, वचनले स्पष्ट रीतिले भन्छ do not store your treasure in this world. आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपा Matthew 6, the verse 28 says, अनि मत्ती 6 को 20. 28 मा भन्छ 20, sorry. 20 Matthew 20 मा 6, the भन्छ, verse 20 says, 20 मा भन्छ but store your treasure in heaven, where the worms will not destroy, where the thieves do not break and steal. तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन Hallelujah. Praise the Lord. Praise the Lord. Hallelujah. What the Bible says, वचनले के भन्छ but store your treasure in the heaven. तर आफ्नो धन सम्पत्ति चाहिँ स्वर्गमा थुपार If your life is protected in the heaven, यदि तपाईको जीवन चाहिँ स्वर्गमा सुरक्षित छ nobody can touch your life. कसैले तपाईको जीवनलाई छुन No सक्दैन thief can steal your life. कुनै चोरले तपाईको जीवन चोर्न Because सक्दैन God will protect your life. किनकि परमेश्वरले तपाईको जीवन सुरक्षित Your life is a राख्नुहुन्छ। treasure. तपाईको जीवन धन सम्पत्ति More than the money, पैसा भन्दा धेरै more than the gold, सुन भन्दा धेरै more than the silver, चाँदी भन्दा धेरै more than the diamond, हीरा भन्दा more धेरै than the property, सम्पत्ति भन्दा धेरै whatever.
जे पनि Your life is more treasure. तपाईको जीवन चाहिँ अझै ठुलो धन If your life is inside of the world, it is not be safe. यदि तपाईको जीवन चाहिँ संसारभित्र छ भने यो चाहिँ सुरक्षित छैन If your life is in the heaven, you will be safe. यदि तपाईको जीवन चाहिँ स्वर्गमा छ भने Your life is a great treasure. तपाईको जीवन ठुलो धन हो Save your life. आफ्नो जीवन बचाउनु Protect your life. आफ्नो जीवन सुरक्षित Do राख्नु not give the life in the hands of the devil. आफ्नो जीवन दुष्टको हातमा नदिनु With the devil come to destroy your life only. किनकि शैतान चाहिँ तपाईको जीवन नष्ट पार्नु आउँछ Pray to the God. परमेश्वरसँग प्रार्थना Read गर्नुहोस् the Bible. बाइबल पढ्नुहोस् Have a good fellowship. राम्रो संगति हो Whenever you get the time, जब तपाईहरु टाइम spend more time with the God. धेरै समय Because परमेश्वरसँग God can बिताउनुहोस्। hear your prayer. किनकि परमेश्वरले तपाईको प्रार्थना सुन्नुहुन्छ। God can listen your prayer. परमेश्वरले तपाईको प्रार्थना सुन्नुहुन्छ। God can hear your problems. परमेश्वरले हाम्रो समस्या God can change your problems. परमेश्वरले हाम्रो समस्या Because my God is a living God. किनकि हाम्रो परमेश्वर जिउँदो परमेश्वर He can do the greatable things in your life. परमेश्वरले महान काम तपाईको जीवनमा Believe the Jesus in your life. येशूलाई आफ्नो जीवनमा विश्वास Give your life to the Jesus. आफ्नो जीवन येशूलाई दिनु Do not live a sinful life. पापी जीवन नजिउनुहोस् Because you cannot serve for the two masters. किनकि तपाई दुईटा मालिकको सेवा गर्नु Because we have only one God only. किनकि हामीसँग केवल एउटा परमेश्वर We want to live for the God. हामी परमेश्वरको लागि जिउ We have only one life only. हामीसँग एउटा जीवन छ The life want to come to the heaven. त्यो लाइफ जुन स्वर्गमा जान्छ That's the Bible clearly says. त्यही कारण वचनले भन्छ Store your treasure in the heaven. आफ्नो धन सम्पत्ति चाहिँ स्वर्गमा थुपार Never store your treasure in this world. पृथ्वीमा नथुपार How much you can live with the God. जति तपाई परमेश्वरसँग जिउनुहुन्छ How much you can go with the God. जति तपाई परमेश्वरसँग How much you जानुहुन्छ can pray with the God. जति तपाई परमेश्वरसँग प्रे How much you read the Bible. जति तपाई बाइबल The पढ्नुहुन्छ presence of the God will fill in your life. परमेश्वरको उपस्थितिले तपाईको The जीवन glory of the God will fill in your life. परमेश्वरको महिमाले तपाईको जीवन You can भर्नेछ। see the greatest miracles on your life. तपाईले आफ्नो जीवनमा ठुलो अद्भुत कार्य Because देख्नुहुन्छ by the God everything is possible. किनकि परमेश्वरद्वारा सबै कुरा When you सम्भव come छ। near to the God, जब तपाई परमेश्वरको नजिक you आउनुहुन्छ can see the peace of the God in your life. तपाई परमेश्वरको शान्ति आफ्नो जीवनमा You can देख्न see the पाउनुहुन्छ। happiness of the God in your life. तपाई परमेश्वरको खुसी आफ्नो जीवनमा Because देख्न सक्नुहुन्छ। Jesus Christ is a living God. किनकि परमेश्वर जिउँदो परमेश्वर हुनुहुन्छ। Your pains will change. Your pain will change. तपाईको दुखाइ बदलिनेछ Your problems will change. तपाईको समस्या बदलिनेछ God can change everything from your life. तपाईको जीवनदेखि परमेश्वरले सबै कुरा परिवर्तन गर्न Believe in सक्नुहुन्छ। Jesus. येशूलाई विश्वास गर्नु Pray with the God. परमेश्वरसँग प्रार्थना गर्नु God will do the greatable things in your life. परमेश्वरले तपाईको जीवनमा अद्भुत काम गर्नुहुन्छ Save your life in the heaven. आफ्नो जीवन स्वर्गमा सुरक्षित राख्नुहोस् Your treasure is in the heaven only. तपाईको सम्पत्ति केवल स्वर्गमा छ God loving God. प्रेम गर्नुहुने परमेश्वर Matthew 6, मती छ the verse 33 says, 33मा भन्छ But seek first the kingdom and his righteousness, and all the things will given to you well. यहाँनिर भन्छ तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन् The Bible clearly says, वचनले स्पष्ट रीतिले Seek भन्छ the kingdom of the God. परमेश्वरको राज्यको खोजी गर्नु You need blessing, तपाईहरू आशिष चाहनुहुन्छ you need the miracle. तपाईहरूलाई अद्भुत God want to change your life. परमेश्वरले तपाईको जीवन चेन्ज Seek the kingdom of the God. परमेश्वरको राज्य खोजी When you गर्नुहोस्। seek the kingdom of the God, जब तपाईँ परमेश्वरको राज्य खोजी God will गर्नुहुन्छ, bless your life. परमेश्वरले तपाईँको जीवनलाई आशिष First, बनाउनुहुन्छ। protect your life. सबैभन्दा पहिला आफ्नो जीवन सुरक्षित If you राख्नुहोस्। not protect your life, यदि तपाईँ आफ्नो जीवन सुरक्षित whatever you राख्नुहुन्न, have, जे तपाईँसँग छ no use on that. त्यो कुनै कामको हुँदैन। So first you want to protect your own life. सबैभन्दा पहिला तपाईँले आफ्नै जीवन सुरक्षित The Bible राख्नुपर्छ। clearly says, बाइबलले स्पष्ट seek रीतिले the भन्छ, kingdom of the God first. सबैभन्दा पहिला परमेश्वरको राज्य खोजी Then गर्नुहोस्। God will provide whatever you need in your life. त्यसको बादमा परमेश्वरले सबै कुरा जुटाउनुहुन्छ। Because your treasure is in the heaven only. किनकि तपाईहरूको सम्पत्ति सबै स्वर्गमा छ। The treasure is your life only. त्यो सम्पत्ति चाहिँ तपाईहरूको जीवन हो। Today if you lose the money, one day we can earn the money. यदि आज हामीले पैसा हरायौँ भने एक दिन कमाउन सक्छौँ। Am I right? But if you lose your life, it will never come back.
तर यदि तपाईले आफ्नो जीवन हराउनु भयो नि त्यो कहिले फर्केर आउँदैन। What is important in the life? के महत्त्वपूर्ण छ Our जीवनमा? life is more important. हाम्रो जीवन चाहिँ धेरै महत्त्वपूर्ण छ। Save your life बचाउनुहोस् हाम्रो आफ्नो in जीवन the kingdom of the God. परमेश्वरको राज्यमा, Because after the death only a life is starting. किनकि मृत्युको बाद मात्रै हाम्रो जीवन सुरु This is हुन्छ। a temporary life. यो त एउटा टेम्पोरेरी जीवन हो, A permanent life in the heaven only. सदाको जीवन चाहिँ स्वर्गमा छ। I like to say one thing with you. म एउटा केही भन्न चाहन्छु Do तपाईँ, not store your treasure in this earth. संसारमा आफ्नो धन सम्पत्ति Your treasure want to store in the heaven. तपाईहरूको धन सम्पत्ति स्वर्गमा थुपार्नु। Seek the kingdom of the God. परमेश्वरको राज्य खोजी गर्नु। Do not serve for the two masters. दुईटा मास्टरहरूको सेवा We नगर्नु। have only one God, हामीसँग एउटा परमेश्वर छ, Jesus Christ. येशू ख्रीष्ट। He will do the greater things in your life. उहाँले तपाईको जीवनमा अद्भुत काम